ल खाना चाहिँ यस्तो छ हाम्रो। मेरो खाना चाहिँ त्यहाँ छ। हेलो गाइज, वेलकम टु माई न्यू ब्लगमा। आज धेरै दिनपछि तपाईँको माझ भिडियो लिएर आउँदैछु। आज चाहिँ मेरो छुट्टी छ अनि हेल्थ पनि अलिकति ठिक छैन, तर केही छैन। हेल्थलाई ठिक गर्नको लागि हामी प्रयास गर्नेछौँ। पेट दुखेको छ हल्का अनि मेरो छुट्टी छ। म चाहिँ अब रुमसुम यता छ हल्का मिलाएर अनि नुहाएको छैन। म चाहिँ नुहाएर अनि म आज हल्का मार्केट जानेछु। त्यता केही सामान ल्याउनु छ मेरो लागि। सामान भन्दा पनि त्यो एउटा ब्ल्याङ्केट ल्याउनु छ मलाई। एउटा छ अलि जाडो छ, जाडो अलिक त्यसले एउटा अलिक झेल्न सकेको छैन जाडो, त्यसैले जाडो लाग्छ त्यो ल्याउने छु। पहिले चाहिँ नुहाउने छु म। चिसो पानी तातो पनि छ, चिसो पानी नुहाउँछु आज। कति चिसोसम्म लाग्दो रहेछ त्यो गाइज भन्दै हुनुलाई भिडियोमा। त्यो गाइज म चाहिँ नुहाएर आइसकेँ। आज चाहिँ मैले चिसो पानी नुहाएको। एकैछिन नुहाउँदामा चिसो, त्यसपछि त जाडै हुन्न। अहिले तातो पानी नुहाएको भएपछि जाडो हुन्थ्यो, अहिले नुहाउँदाखेरि तातो भयो। तर त्यही भएर म नुहाइसकेँ। अब सेभिङ गरेँ। अब हल्का यो लामो कपालको साइडको मिलाउनु जानु छ। अनि यस्तो रुम चाहिँ यस्तो छ। रुमको कपडा हालत यो धुने कपडा। अनि यहाँ दराज ल्याइदिन्छु भनेको छ। दराज नयाँ रुममा सिफ्ट भएको, ल्याइदिँदैछौँ 2-4 दिनमा। दराज नभएर यस्तो कपडा यहाँ फालेछ। अनि बेडहरू मिलाउँछु, त्यसपछि म बाहिर जानेछु गाइज। रुम चाहिँ मैले सेट गरेर यता पटाएर कपडा। म चाहिँ अब जान्छु कपाल काट्नु भनेर। यहाँ कस्तो खुला के कस्तो छ त्यो गाइज। म चाहिँ गेटअप चेन्ज गरेर अघि अर्कै कपडा लगाएको थिएँ होइन, अर्कै म चाहिँ रेडी भएर निस्किसकेँ बाहिर। अब चाहिँ पहिला सबभन्दा पहिला चाहिँ म पैसा पठाउनु जानेछु। घर पैसा पठाउनु छ होइन, पैसा पठाउँछु। त्यसपछि बसबाट वहाँ जानु छ। त्यसपछि कार्ड ल्याउनु छ मेरो। कार्ड पनि लिन्छु। कपाल साइड फाल्नु भनेको कस्तो हुन्छ के हुन्छ हेरौँ है। अनि म देखाउँछु आज तपाईँलाई कहाँ घुम्छु म भनेर। गाइज म चाहिँ बसलाई पर्खिरहेको छु। बसमा जाने हो त्यहाँ सोल्मोस भन्ने ठाउँमा। यहाँ चाहिँ पैसा पठाउनु भनेको यहाँ बन्द हो यतातिर, त्यहाँ गएर पठाउँछु। म चाहिँ बसेको छु। बस स्टेसन यस्तो हुन्छ यहाँ चाहिँ। यस्तोमा उभिने यहाँ आफ्नो टाइममा आउँछु। यहाँ आफ्नो टाइममा हुन्छ, आएर उभिनुपर्छ पहिले। अनि एकैछिन ढिला भएपछि छोडेर जान्छ। एकैछिन ढिला भए पनि छोडेर जान्छ, मतलबै राख्दैन। त्यस्तो हुँदैन हाम्रो त। यस्तो हात दिने मतलबै हुँदैन। 1 मिनट ढिला छोड्यो गयो, अर्को बस त्यति के गर्दैन। त्यो गाइज म चाहिँ यहाँ कार्ड ल्याउन आएको थिएँ। मेरो कार्ड चाहिँ रेडी भएन, 1 महिनापछि आइज भनेको छ। यस्तो छ यता, यतै हो एमबिसी यहाँ छ, यहाँदेखि हो। 1 महिनापछि बल्ल रेडी हुन्छ। अब म जान्छु सोलोमोस स्क्वायर, त्यहाँबाट सामान लिएर जान्छु कोठा। कपाल काट्न मिलेपछि काट्नेछु। त्यो गाइज म चाहिँ पैसा पनि पठाइसकेँ होइन। अनि यतातिर छ यो छ हाम्रो सोलोमोस स्क्वायरदेखि तल यो। यतातिर धेरै मान्छेहरू आउँछन् बस्नको लागि, भिडियो बनाउनुको लागि। सबैलाई थाहा होला साइप्रस निक्सम बस्नेहरूलाई चाहिँ यो कुन ठाउँ हो भनेर होइन। यस्तो घुम्नको लागि, फोटो खिच्नको लागि आउँछन्। तल एउटा क्याफेनेर भन्ने पनि छ तल। त्यो गाइस म कपाल चाहिँ पुरै काट्दिउँ भनेर हेरौँ। त्यहाँ जान्छु कस्तो मुड हुन्छ, हल्का काट्ने कि पुरा काट्ने, अनि हेर्नु सक्नुहुन्छ। यहाँ चाहिँ धेरै मान्छेहरू आएर मैले रिल्स भिडियो बनाएको देख्छु होइन। यतातिर हेर्नु सक्नुहुन्छ। म तपाईँलाई माथिबाट गएर पुरा भ्यू ल्याउँछ एकचोटि यहाँ सोल्मोसको होइन, देख्नुहुन्छ पुरा। तलबाट अलि खासै राम्रो देखिँदैन, माथि कभर गर्न मिल्दैन। माथिबाट तल माथि ल्याउँछु सबै चिज हेर्नुलाई। पानी पनि छ यतातिर, यता बगेछ पानी यता पछाडि। म चाहिँ एक्लै धेरै दिनपछि मैले भिडियो लिएर आएको छु कि। अब मैले प्रयास गर्नेछु धेरै दिन भिडियो ल्याउने। अब यहाँको इन्फर्मेसन दिने हजुरहरूलाई। नयाँ कोही साइप्रस आउनु लाउनु भएको छ भने के कस्तो प्रोसेस लाग्छ, के चाहिन्छ, के को लागि आउने, कति हुन्छ, कुन हो कम्पनी भनेर बिस्तारै आजको ताजा खबर बिस्तारैबाट नै सोल्मोसबाट दिँदैछु म भने जस्तै। त्यो गाइज मैले चाहिँ कस्तो देखाएको छ कपाल हेर्नुहोस्। काटेँ कपाल चाहिँ, कपाल काटेर सामान पनि लिएर अब चाहिँ रुम फर्किँदैछु म। बाटोमा एउटा अझै सामान किन्न छ, जाडो धेरै परेको छ, ब्ल्याङ्केट पनि किन्नु परेको छ। अनि ब्ल्याङ्केट किन्छु, काम मिलेपछि ब्ल्याङ्केट किन्छु, नभए भने रुम जानेछु। यहाँदेखि बस लाग्छ, देख्नु सक्नु भएको छ। यहाँ बस लाग्ने ठाउँ चाहिँ यहाँबाट सबै ठाउँको लागि लाग्छ यहाँदेखि। टाढा होइन, लोकल बस जस्तो हो यो। त्यो गाइस म चाहिँ रुममा आइसकेँ। अब रुममा आएर म चाहिँ नास्ता खाँदैछु, कफी बिस्कुट सामानहरू लिएर त्यता आएको। अब खाना बनाउने हो। आज चाहिँ मैले खाना बनाउँदैछु, मेरो पालो छ।
पालो भने नि धेरै जस्तो दाइले बनाउनुहुन्छ अनि मैले बनाउनु भएको चाहिँ नास्ता खाएर पहिला दाइ र म चाहिँ मार्केट जाँदैछौँ। त्यहाँ गइरहेको थिएन मार्केट, सिधै दाइले यहाँ मेरो कपाल थियो होइन, कपाल लगाएको थियो नि त, अनि त्यो भएर आएर नुहाएको टाउको गरेँ। त्यसपछि अब त्यहाँ हल्का नास्ता गरेर भोक लाग्यो फेरि जानेछु मार्केट। आज साँझको खाना बनाउँछु आएर मैले टन्न लगाएर। तो गाइज मार्केट गएर आयो, सामान चाहिँ पाएन आज, फेरि नेक्स्ट टाइम लिन्छ। बाटामा चाहिँ भिडियो बनाउनु पाइनँ। अब चाहिँ म खाना बनाउँदैछु। यहाँ चाहिँ साग छ, दाल पाक्दैछ, चिकन, अनि इन्जोय गर्दैछौँ हामी। म अब खाना बनाउँछु गाइज, त्यसपछि एकैचोटि अब खाना खाँदाको भिडियो बनाउँछु। ल हाम्रो चाहिँ यहाँ खाना बन्दैछ, खाना बन्दै र खाना खाँदैछौँ, बनेर गएर खाना खाँदैछौँ हामी। आज हाम्रो दाइ चाहिँ अलिकति व्रत हुनुहुन्छ भन्न पनि के भन्ने मकर सङ्क्रान्तिको व्रत बस्यो। व्रत बस्यो। ह्याप्पी ह्याप्पी भन्नु त दाइ। ल जित दाइ, ह्याप्पी माघे सङ्क्रान्ति। सन्दीप दाइ, ह्याप्पी बर्थडे टु यु। कसको हो र? मेरो होइन होला एक चाँडै। ल खाना चाहिँ यस्तो छ हाम्रो। मेरो खाना चाहिँ ऊ त्यहाँ छ। यहाँ चाहिँ सब आइटम बनाएको आज चाहिँ मैले खाना बनाएको थिएँ धेरै दिनपछि, महिनापछि। ए साग हाल्नु, सन्दीपले हाल्नुभयो। ल साग पनि त्यहाँ छ। आजलाई यति नै गाइस, नेक्स्ट टाइम नेक्स्ट भिडियो आउँछ। आजलाई ओके, बाई बाई, गुड नाइट।